Hey guys, welcome to my video. आज चाहिँ मैले घरमा भ्याक्युम लाउँदैछु। आज मेरो घर सफा गर्ने दिन परेको थियो अनि मेरो हस्बेन्ड हुनुहुन्थेन, सो आई वाज द ओन्ली वान डुइङ। अनि मैले पुरै ठाउँमा भ्याक्युम लगाएँ। भ्याक्युम लगाइसकेपछि अब बाहिर पनि हलतिर किचनतिर सबै ठाउँमा भ्याक्युम लगाएँ एन्ड देन बिनहरू चेन्ज गरेँ किचनको एन्ड एभ्रिवेयर। योभन्दा पहिला मैले किचनको काउन्टरहरू सबै सफा गरिसकेको थिएँ होइन। अनि अब त्यहाँ मप गर्नुपर्ने, मपिङ चाहिँ मैले किचनबाट स्टार्ट गर्छु है। किचनबाट स्टार्ट गरेर अनि पछि रुमसम्म जान्छु। रुम गरेर भएपछि बाथरुमहरू सबै गर्छु। त्यो चाहिँ मैले भिडियो गराएको थिएन, जस्ट हलको र किचनको मात्रै यो। अनि मैले मेरो कपडाहरू सुकाउनु थियो मेसिनमा राखेको, जुन चाहिँ मैले पहिल्यै राखिसकेको थिएँ। अनि काम सकाएर भ्याउँदाखेरि कपडा पनि धोइसकेको रहेछ। अब नि सुकाउने काम छिटो छिटो सबै कपडाहरू सुकाएपछि मेरो काम सकिन्थ्यो। अनि मेरो काम सकेपछि मैले के गरेँ भने बाहिर यता अर्को साइडतिर आएर यस्तो भेटाएको थिएँ होइन। अनि मैले त्यसबाट एकदम राम्रो राम्रो भिडियो खिच्छु भनेर कति एङ्गलहरू हेरेँ, बट कहीँ पनि पाएन। अनि यता उता चलाइरहेको थिएँ। अनि त्यसपछि हाम्रो कति धेरै झाडी भएको थियो। अझै हेर्दै जानु मेरो नौटङ्की कता कता के गरेर भ्याउँछु। त्यसपछि फेरि योसँग दुइटा फोटो खिचेँ, यसको फोटो खिचेँ। त्यसपछि भ्याइयो मेरो दिन।